हेलो साथीहरू, हामी चाहिँ आज कारगिलमा छौँ। आज लगभग 8-9 दिन भयो काम। अनि त्यसपछि हिजो साँझबाट अहिलेसम्म लगातार पानी परिरहेको छ। हिजो राति पानी पर्थ्यो, अहिले हिउँ आइरहेको छ। अनि उ त्यो पारी चाहिँ बजार हो, त्यो चाहिँ बजार। अनि यो बिचमा भेरी रहेको छ। अनि यहाँ यो साइडमा हामी वारिपट्टि साइडमा चाहिँ हामी छौँ। अनि पहिले हामी आउँदाखेरि एकदमै सुक्खा थियो, यो रुखहरू केही पनि थिएन। अहिले हामी आइसकेपछि यति हरियो भएको छ। अनि यहाँ माथितिर चाहिँ एकदमै डाँडा छ, एकदम बालुवा छ। हेर्नु, यहाँ माथि खोला बगिरहेको छ। पानी धेरै भएर पहिरोहरू गइरहेको छ। अनि उहाँहरू चाहिँ यहाँको लोकल बासिन्दाहरू, उहाँहरूको घरको लागि केही असर नहोस् भनेर उहाँहरूले चाहिँ यो कुलोलाई सही बनाइराख्नु भएको छ। अनि यो रोड हो यहाँको, एकदमै नाजुक छ अवस्था, एकदम खराब भइसक्यो। हामीले हिजोसम्म काम गरेर 6 दिन भयो र आज हामी काममा गएन, पानी पऱ्यो। अनि आज त्यही हो, भिडियो बनाउँदैछौँ। यो भिडियोलाई तपाईँले साथ सपोर्ट दिनु होला, माया गर्नु होला। यस्तै राम्रो सिनहरू, राम्रो ठाउँहरू तपाईँलाई म हाल्नेछु।